अनि परमेश्वरको यो समयभित्र हामी जिउन सक्ने ज्ञान दिने भनेको चाहिँ परमेश्वरको वचन हो। अनि उहाँको वचन भनेको चाहिँ भजसङ्ग्रह 119को 105मा भनेको छ कि उहाँको वचन बाटोको निम्ति उज्यालो, घोडाको निम्ति बत्ती, हृदयको औषधि, हड्डीको निम्ति पोषण र आँखाको निम्ति ज्योति हो। अनि उहाँको वचन हाम्रो बुद्धि हो। प्रिय मित्रहरू, हाम्रो समझ हो, हाम्रो ज्ञान हो, हाम्रो स्वतन्त्रता, हाम्रो अनन्तता भनेको चाहिँ परमेश्वरको वचन हो। त्यस कारणले गर्दाखेरि चाहिँ सङ्कष्ट आउँदैमा, समस्या आउँदैमा, विरोध गर्दैमा, कसैले हामीले तुच्छ नजरले हेर्दैमा, हामीहरू कुनै न कुनै परिस्थितिमा लड्दैमा, है प्रिय मित्रहरू, हामीहरूले हरेस खानु हुँदैन। जबसम्म सास चलिरहन्छ, जबसम्म हामी जीवित छौँ, मुटु धड्किरहन्छ, हृदयमा परमेश्वरको उपस्थिति जब भइरहन्छ, हामीहरूले आशालाई मार्नु हुँदैन, हामीहरूले भरोसालाई मार्नु हुँदैन, विश्वासलाई मार्नु हुँदैन। हामीहरू निरन्तर चाहिँ परमेश्वरको वचन खाएर, हामीहरू चाहिँ आत्मिक भोजन खाएर, हामीहरू चाहिँ बुद्धिमा, ज्ञानमा हामीहरू चाहिँ स्वतन्त्र भएर, प्रिय मित्रहरू, हामीहरू भरिपूर्ण आशामा, हामीहरू चाहिँ बलमा, बुद्धि र ज्ञानमा चाहिँ बढ्नुपर्ने हुन्छ। हामीहरू चाहिँ निडरतामा बढ्नुपर्ने हुन्छ, साहसी हुनुपर्ने हुन्छ। त्यही भएर चाहिँ वर्षमा चाहिँ 365 दिन हुन्छ। 365 दिनमै परमेश्वरले भन्नुभएको छ, हरेस नखाऊ, न डराऊ, न डराऊ, म परमेश्वर तिमीहरूको साथमा छु भन्नुभएको छ, है। अनि त्यस कारणले गर्दा हामी डराउनु पर्ने, चिन्ता गर्नुपर्ने, निराशा हुनुपर्ने कुनै पनि कारण छैन। किनकि समस्याभन्दा, निराशाभन्दा, पापभन्दा, संसारभन्दा, शैतानभन्दा हामी सम्पूर्ण विश्वासी छोराछोरीको समस्याका पहाडभन्दा माथि परमेश्वरको वचन छ। अनि बाइबलमा समस्या नआएको, है, अनि सङ्कष्ट नआएको कुनै पनि व्यक्ति छैन। परमेश्वरले सङ्कष्ट र समस्यामा नै निखारेर लानुहुन्छ। प्रिय मित्रहरू, हामी सबैको जीवनमा, हरेकको जीवनमा चाहिँ गोलियत आउँछन्, पाप आउँछ, दुष्टता आउँछ, परीक्षा आउँछ, राम्रो नराम्रो, रुने, हाँस्ने, कराउने, कटनी गर्ने, छर्ने, अनि समस्याका पहाडहरू पनि आउँछन्। त्यसमाथि विजयको दिन पनि आउँछ। अनि याकुब 1:12मा भन्छ कि आपद विपदमा यदि तिमीहरूले धैर्य धारण गर्यौ भने, परमेश्वरको उपस्थितिमा रहिरह्यौ भने, उहाँले उचित समयमा उचाल्नु हुनेछ र तिमीलाई अनन्त जीवनको मुकुट उहाँले दिनुहुनेछ भनेर याकुब हामीहरूले चाहिँ 1:12मा भेटाउँदछौँ, 1:3मा पनि भेटाउँदछौँ। आपद विपद आइपर्दामा हताश नहो, निराश नहो, कुनै पनि ठुलो कुरा नसम्झ यसलाई भन्नुभएको छ। किनकि कुनै पनि समस्या भनेको चाहिँ हाम्रो निम्ति निखार्नको निम्ति हो। जब हामीहरू कुनै कुराहरूलाई त्याग गर्छौँ, परमेश्वरले अर्को बेटर, असल कुरा राख्नु भएको छ। हामीहरू छोड्न मान्दैनौँ। कतिखेर समस्या आएकोमा चाहिँ हामीले मन पर्दैन, प्रिय मित्रहरू, किनकि त्यहाँभित्र चाहिँ हरेक खराबीभित्र चाहिँ परमेश्वरले भलाइ लुकाउनु भएको छ। अनि अँध्यारोभित्र चाहिँ उहाँ ज्योति हुनुहुन्छ, मृत्युभित्र उहाँ जीवन हुनुहुन्छ, हिलोभित्र चाहिँ सुन र कोइलाभित्र हिरा भने जस्तै प्रिय मित्रहरू, हाम्रो खराबीमा, हाम्रो समस्याभित्र, हाम्रो निराशाभित्र, हाम्रो परीक्षा, बाधा, अवरोध